अहिले सामाजिक सञ्जालमा जिउँदै गाईलाई नदीमा लखेटेको एउटा भिडियो भाइरल भइरहेको छ। जुन भिडियो देख्दा जो कोहीको मन भक्कानिएर आउँछ। भिडियोमा कर्णाली नदी किनारतिर एक हुल मान्छे देख्न सकिन्छ। उनीहरूले एउटा कालो रङको गाईलाई हप्की र दप्पी गर्दै कुटी कुटी नदीमा लखेट्छन्। गाई नदीमा जान डराउँछ, जति कुटे पनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ। ती व्यक्तिहरूले गाईलाई ढुङ्गा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ। ती मानिसहरूको हुल, पिटाई, हप्काई दप्काई र नदीको बहावसँग डराएको गाई फेरि किनारमा फर्कन्छ। तर पनि ती मानिसहरूले गाईलाई यत्तिकै छाड्दैनन्। फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन्। गाई पानीमा जान डराउँछ अनि पछाडि बसेका व्यक्तिहरूले ढुङ्गाले हान्दै लखेट्छन्। गाई नदीको वेगसँगै बग्न थाल्छ। नदीमा डुब्दै गरेको गाई पटक पटक किनारतर्फ फर्कन खोज्छ, तर युवाहरूले निरन्तर ढुङ्गा बर्साइरहन्छन्। त्यो अबोध र निरीह प्राणी ढुङ्गाको चोट सहँदै नदीमा तैरिन खोज्छ। यो घटना हो बाजुरा जगनाथ गाउँपालिका वडा नम्बर 6 काप्रेको। एक स्थानीयका अनुसार स्थानीय साउने सार्की नामक व्यक्तिको मृत्यु भएपछि दाह संस्कारका लागि मलामी गएका व्यक्तिले यस्तो हरकत गरेका हुन्। उनका अनुसार गाउँमा कोही कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ। यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास रहेको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धर्म र परम्पराको नाममा अन्धविश्वास र अपराध भएको भन्दै धेरैले ती व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने आवाज उठाइरहेका छन्।